हेलो, हामी सोचेको थियौँ कि हामी चुमसाम जान्छ भनेर, तर त्यहाँ नजाने भयो। यो मुक्तिनाथ, यहाँबाट हामी अब यो अफरोड बाटो पक्रेर माथि यो डाँडासम्म पुग्ने विचार छ। हेरौँ पुगिन्छ कि पुगिँदैन। बाटो एकदम दामी, के दामी सिन, के दामी डाँडाहरू। हामी सोचेको थियौँ कि बाइकमै जान्छ भनेर, तर साँच्ची नै मुक्तिनाथसम्म त एउटा अफरोडिङ छैन, तर यहाँ चाहिँ कडा छ बाटो। हामी अब यहाँ बाइक राख्ने हो र त्यो डाँडा जाने प्रयास गर्ने हो। मुक्तिनाथसम्म एकदमै अफरोडिङ छैन पनि भन्दिनँ, तर छ, तर यस्तो इन्टेन्स चाहिँ छैन जतिको अहिले छ। सो अब चाहिँ हिँड्ने हो। हेरौँ, आशा गरौँ भन्नुकुरोमा पुगिन्छ माथि। यो हाम्रो फर्स्ट स्नो देखेको। अब आशा गर्छु अझै हिँड्ने हो अगाडि। हामी बाइक मुनि राख्यौँ, देख्दैन पनि यहाँबाट अब। र हामी यहाँ आइपुगेका छौँ। सोल्टी रेस्ट गरिरहेछ, रोहित ऊ पर पुगिरहेछ। देख्छ कि देख्दैन, केटो स्ट्रङ छ। अब हामी यहाँबाट हिँड्ने हो र अझै अगाडि हामी निकै हिँडेर अगाडि आइसकेका छौँ। र फाइनली हामी यहाँनिर we can see some snowflakes. सास लिन अलिक गाह्रोहरू भएको जस्तो लाग्यो कि थाहा हो कुनै जे होस्, मजा आइरहेछ प्रभु भन्नुबाट। साथीले यहाँ फर्स्ट स्नोफ्लेक उडाउँदैछ माथि एकदम। हामी यति हिँड्योपछि अब यहाँ रेस्ट लिने ठाउँ आइपुगे जस्तो लाग्दैछ मलाई। रोहित यहाँ रेस्ट लिइरहेछ। हि इज एक्टिभ गाई, फिट गाई, मच अहेड देन अस। दुई भाइ सेन्टी फ्ल्याट। म पनि भिडियो पज गरेर सेन्टी फ्ल्याट हुने नै हो। जे होस् तपाईँहरूलाई म देखाइहाल्छु। यो वी आर अलमोस्ट देयर। यो चाउर क्या मिठो देखिरहेछ। ब्युटिफुल। Once again, we are without food and water. Actually, हामीहरू यहाँनिर बाइक राइड गर्नु खालि आएको थियौँ र एकजना स्कुल फ्रेन्डले हामीलाई भन्दै थियो कि उनीहरू अझै त्यहाँ ट्रेकिङ गर्नु जान्छ। अन्त हामी सोच्यो, मनमा सोच्दै त ट्रेकिङ त नगर्ने, थाक्छ बेसी। यहाँ यस्तो अफरोडको चक्करमा आएर बाइक राख्नु पऱ्यो। लु अब त हामी त ट्रेकिङ होइन, क्लाइम्बिङ चाहिँ गऱ्यौँ। ठिकै हो, मजा आयो। अमेजिङ। भन्दा माथि सायद आज जानु पाउँदैन, तर यहाँ हेर्नुहोस् ढाड ठियाइसकेछ। के रमाइलो।
आहा त्यो चाहिँ हो पिक, मलाई थाहा छैन कुन पिक हो, तर निकै दामी देखिरहेछ।